जिल्लामा अवस्थित यो बनगाड कुमुन्डे वडा नम्बर 9 मा अवस्थित माया बिसोनी पार्कमा चाहिँ हामी दोय केशव सर र म आज चाहिँ भ्रमण गर्दै आन्तरिक पर्यटन प्रवर्धनमा चाहिँ रमाउँदै छौँ। हिँड्दाखेरि यो पार्क बाटोदेखि चाहिँ करिबन हाम्रो 150 मिटर चाहिँ उकालोमा थियो भने अहिले त्यो उकालो काटेर आउँदा पसिनाहरू चाहिँ हामीले चाहिँ यो पिङमा चाहिँ हामीले चाहिँ मजाले पसिनाहरू उभाउने एउटा चाहिँ अवसर पाएका छौँ। यस्तै गर्दै निरन्तर हामी चाहिँ अब बिहानदेखि हिँडिरहेका छौँ। हामी सुर्खेतदेखि यहाँ आइपुग्नलाई 6 घन्टा लागेको छ भने अझ हाम्रो गन्तव्यमा पुग्न 9 घन्टा लाग्ने हाम्रो सम्भावना देखिन्छ। रात पर्दैछ तर हामीलाई चाहिँ यो सन्ध्याकालीन अवस्था आउँदैछ। हामी एकदम रमाइरहेका छौँ। हेर्न सक्नुहुन्छ सल्यान जिल्लाको यो 360 डिग्रीमा घुमेर चाहिँ हेर्न सक्नुहुन्छ। अहिले विभिन्न किसिमका पहाडका रिचहरूमा एकदम सिरसिर हावा आइरहेको छ। एकदम शुद्ध हावा, जलवायु मैत्री हावा, वातावरण मैत्री हावा छ। हाम्रो अहिले वातावरण महाशाखा हेरी वातावरण निरीक्षक सर केशव सरले चाहिँ कैद गरिरहनु भएको यो वातावरण मैत्री पिङमा चाहिँ म चाहिँ मजा लिइरहेको छु। यो हाम्रो अविस्मरणीय क्षण हुनेछ। सधैँलाई चाहिँ यो सम्झिने हुनेछ। धेरै पछि भेट भए तापनि टाढाका हाम्रो घर टाढा भए पनि हाम्रो आत्मीयता एकदम नजिक भइरहेको छ। हामी करिबन 4 दिन यस्तै गरी रमाउँदै तपाईँलाई अर्को चाहिँ एपिसोडहरू चाहिँ पठाउने नै छौँ।